हेलो ब्युटिफुल पिपल, वेलकम ब्याक टु माई च्यानल। आजको भिडियोमा म हजुरहरूलाई एरोप्रेस कफी कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। सबैभन्दा सुरुमा जानौँ एरोप्रेस भनेको के हो। एरोप्रेस एउटा सानो, हल्का र सजिलो कफी बनाउन प्रयोग गरिने उपकरण हो। यो प्लास्टिकबाट बनेको हुन्छ र यसमा फिल्टर प्रयोग गरेर कफी बनाइन्छ। यसको सबैभन्दा ठुलो विशेषता भनेकै यो सानो भएकोले जहाँ पनि लान मिल्छ र सफा गर्न पनि एकदम सजिलो हुन्छ अनि छोटो समयमै राम्रो र स्वादिलो कफी बनाउन मिल्छ। हजुरहरू घरमै भए पनि, अफिसमा भए पनि या ट्राभल गर्दै हुनु भए पनि एरोप्रेसले हजुरहरूलाई एकदमै स्मुथ र क्लिन टेस्ट भएको कफी बनाउन मद्दत गर्दछ। त्यसैले धेरै कफी प्रेमीहरूले यसलाई म्याजिक ब्रुअर पनि भन्ने गर्दछन्। अब म हजुरहरूलाई एरोप्रेस बनाउँदा प्रयोग हुने सामानहरू देखाउन गइरहेको छु। Long neck kettle, measuring scale, aeropress set, coffee mug and coffee beans. एरोप्रेस बनाउने दुई तरिका हुन्छन्, एक स्ट्यान्डर्ड मेथड, टु इन्भर्टेड मेथड। पहिलो नम्बरमा रहेको छ स्ट्यान्डर्ड मेथड। यसमा चाहिँ हामीले डाइरेक्ट कफी मगमाथि एरोप्रेसलाई सिधा गरेर राखिन्छ अनि त्यहाँभित्र कफी ग्राउन्ड्स हालेर त्यसमाथि पानी हालिन्छ। पानी हालिसकेपछि प्रेस गरिन्छ है। तर सेकेन्ड नम्बरमा रहेको छ इन्भर्टेड मेथड। यसमा चाहिँ हामीले एरोप्रेसलाई प्लन्जर तल गरेर खाली चेम्बरलाई माथि हुने गरी राखिन्छ अनि बल्ल कफी ग्राउन्ड्स हालेर पानी हालिन्छ अनि प्रेस गरिन्छ है। त अब म चाहिँ हजुरहरूलाई इन्भर्टेड मेथड प्रयोग गरेर देखाउन गइरहेको छु, किनकि यो मेथडले हाम्रो कफीलाई राम्रोसँग ब्लुम हुन मद्दत गर्दछ र साथसाथै ओभरफ्लो हुनबाट पनि बचाउँछ अनि कफीको फुल फ्लेभर पनि एक्सट्र्याक्सन हुन्छ। नाउ लेट्स गो स्टेप बाई स्टेप। सबैभन्दा सुरुमा प्लन्जरलाई यसरी बाहिर तान्नुहोस् अनि करिब 1 सेन्टिमिटर मात्र चेम्बरभित्र थिचेर एरोप्रेसलाई उल्टो पारेर यसरी राख्नुहोस्। एरोप्रेसलाई यसरी उल्टो पारेर राखिसक्नु भएपछि अब हामी तातो पानी हालेर यसलाई थोरै पखाल्छौँ। अब चेम्बर पखालिसकेपछि हामी यसलाई मेजरिङ स्केलमाथि राखेर मेजर स्केललाई 0-0 बनाएर कफी ग्राउन्ड्स हाल्छौँ। कफी ग्राउन्ड्स हालिसकेपछि टाइमिङ स्टार्ट गरेर अब हामी फर्स्ट पोर गर्छौँ। पोर गर्दा पानीलाई बिस्तारै गोलो आकारमा हाल्नुहोस्। लगभग 50देखि 60 ml पुगेपछि रोक्नुहोस्। पानी हालिसक्नु भएपछि स्पुनमा स्टिररले 10देखि 15 सेकेन्डसम्म यसरी चलाउनुहोस् ताकि कफी ग्राउन्ड्स भित्रैसम्म राम्रोसँग भिजोस्। अनि अब यसलाई 25देखि 30 सेकेन्डसम्म छोड्नुहोस् ताकि यहाँभित्र रहेको CO2 ग्यास एक्सट्र्याक्ट होस् अनि राम्रोसँग ब्लुमिङ होस्। 30 सेकेन्ड पुरा भइसकेपछि फेरि बिस्तारै पानी हाल्नुहोस्। यो पोरमा हामीलाई चाहिने पुरै पानी हाल्छौँ, लगभग 200देखि 225 ml सम्म। यति पानी हाल्दा हाम्रो चेम्बर फुल हुन्छ, त्यसैले ध्यान दिनुहोस् ताकि हाम्रो ओभरफ्लो नहोस्। पानी फुल हालिसकेपछि फेरि स्पुन स्टिररले 10देखि 15 सेकेन्डसम्म चलाउनुहोस्। चलाइसकेपछि फेरि 30देखि 35 सेकेन्डसम्म ब्रुइङ हुन छोड्नुहोस्। उता कफी ब्रुइङ हुँदै गर्दा अब हामी यता फिल्टर पेपरलाई फिल्टर क्यापमा राखेर तातो पानीलाई सफा गर्छौँ। यसले पेपरको टेस्ट हटाउँछ। अब यो रिन्स गरेको फिल्टर क्यापलाई चेम्बरको मुखमा राखेर टाइट गरेर बन्द गर्नुहोस्। क्यापलाई राम्रोसँग लक गर्नुहोस् ताकि प्रेस गर्दा लिक नहोस्। अब यहाँभित्र ट्र्याप एयरलाई हटाउनु पर्छ हामीले। यसको लागि प्लन्जरलाई बिस्तारै तल धकेल्नुहोस्। जब सानो कफी ड्रप देखिन थाल्छ त्यसको मतलब त्यहाँभित्र ट्र्याप भएको एयर रिमुभ भइसकेको छ। भित्रको एयर हटाएपछि प्रेस गर्दा प्रेसर एकनास हुन्छ र एक्सट्र्याक्सन पनि राम्रो हुन्छ। अब कप वा मगलाई एयरप्रेसमाथि राखेर यसरी सावधानीपूर्वक फ्लिप गर्नुहोस् अनि मगमाथि स्ट्रेट राख्नु भएपछि प्रेस स्टार्ट गर्नुहोस्। प्रेस गर्दा स्लो र स्टेडी प्रेसर दिनुहोस्, धेरै छिटो प्रेस नगर्नुहोस्। सामान्यतया प्रेस गर्ने समय करिब 20देखि 30 सेकेन्डसम्म राम्रो हुन्छ। यसरी बिस्तारै प्रेस गर्दा एक्सट्र्याक्सन स्मुथ र ब्यालेन्स हुन्छ। प्रेसको अन्तिममा हिसिङ साउन्ड आएपछि प्रेस रोक्नुहोस् अनि एरोप्रेसलाई मगबाट हटाउनुहोस् अनि हाम्रो एरोप्रेस इज रेडी। नाउ लेट्स टेस्ट इट। सिम्पल टेक्निक बट क्लिन कप एभ्री टाइम। र कफी रेडी भइसकेको छ। सबैभन्दा पहिले यसको आरोमा चेक गरौँ। वाउ, आरोमा निकै राम्रो छ। क्लिन र प्लेजेन्ट स्मेल आउँदैछ। स्मेल मात्रबाट पनि कफी राम्रो एक्सट्र्याक्ट भएको जस्तो लागिरहेको छ। एकदम स्मुथ र ब्यालेन्स कप बनेको छ। टेस्ट क्लिन छ, बडी राम्रो छ र आफ्टर टेस्ट पनि निकै प्लेजेन्ट छ। ओभरअल इट्स पर्फेक्ट।
आशा छ यो भिडियोले एरोप्रेस कफी ब्रुइङ राम्रोसँग बुझ्न र घरमै प्र्याक्टिस गर्न हजुरहरूलाई एकदम हेल्प गर्नेछ। If you guys enjoyed this video, please give it a like and do not forget to subscribe for more coffee tips and guides. Until next time, keep brewing, enjoy every sip of coffee.